टिकटकबाट चाहिँ नाच्न र गाउन मात्र होइन कि अरू कति राम्रो राम्रो कुराहरू पनि सिक्न सकिँदो रहेछ। मैले रिसेन्टली एउटा भिडियो हेरेको थिएँ, एकजना आन्टीले चाहिँ कस्तो मजाले गुन्द्रुक सजिलो तरिकाले हाल्छ थियो। अनि मैले पनि यो गुन्द्रुक हाल्ने तरिका चाहिँ सिकेँ। त्यही भएर यो हाम्रो घरमा चाहिँ साग ल्याएको कति भएको थियो, मम्मीले पनि हाल्ने भन्दै भ्याइसकेको थिएन। त्यही भएर आज चाहिँ मैले जसरी पनि यो हालिदिनु पर्यो, किनभने पहेँलो हुन लागिसकेको थियो। अनि यो हालिदिनु पर्यो भने सोचेर मजाले चिसो पानीमा पखालेँ। अनि त्यसपछि तातो पानीमा डुबाएर यसरी एउटा सफा डब्बामा मजाले प्रेस गरेर यसलाई राखेँ। त्यसपछि माथिबाट तातो पानी हालिदिएँ। अनि यति मात्रै भयो, किनभने अलि धेरै पक्को भएर अलि हल्का बिग्रिसकेको रहेछ। मैले राम्रो मात्रै हालेँ। अनि त्यस्तै गरी यो मेरो प्लान्टहरूलाई पानी नदिएको कति भएको थियो। अनि यिनीहरूलाई चाहिँ आज जसरी नै पानी दिनु पर्यो भन्ने सोचेर पानी दिएँ, किनभने अब अहिले त जाडोको सिजन छ नि त। अनि प्लान्टहरू यत्तिकै पनि कस्तो मर्नला जस्तो भएर राम्रोसँग हुनै भएको थिएनन्। अनि यिनीहरूलाई पानी नपुगेर हो कि भनेर पानी दिनतिर लागेँ। मलाई पनि एकदम यो प्लान्टहरू रोप्न अनि फुल बिरुवाहरू रोप्न मनपर्छ। तर रोपिसकेपछि राम्रोसँग केयर गर्न सकेन भने चाहिँ साह्रै अब दुःख लाग्छ। तर के गर्नु, कहिलेकाहीँ गर्ने भन्दै पनि भ्याइँदैन। कहिले के भइरहेको छ। जस रेगुलर केयर गर्न त भ्याइँदैन, तर आफूले सकेसम्म चाहिँ म गर्ने ट्राई गर्छु। अनि आज चाहिँ त्यही भएर यिनीहरूलाई पानी दिएँ। जे होस्, आज यिनीहरूलाई पानी दिँदा चाहिँ मलाई एकदमै धेरै खुसी लाग्यो, किनभने धेरै भइसकेको थियो राम्रोसँग यिनीहरूलाई पानी नहालेको। अनि आज यिनीहरूलाई पानी दिएँ। त्यस्तै गरी अनि हाम्रो घरको आँगन पनि त्यस्तै भएको थियो। माटो कहाँबाट एकदमै धेरै माटो भएर बच्चाहरूले खेल्ने यो कुकुरहरूले गर्दाखेरि चाहिँ जताततै यो माटो भएर फोहोर भएर कस्तो भएको थियो। अनि आज त भएन, ल जसरी पनि सफा गर्नु पर्यो भनेर खाना बनाउँदै अनि सफा गर्नतिर पनि लागेँ। अनि यो चाहिँ यस्तो फोहोर भएको थियो, हेर्नै मन लाग्ने भएको थियो। अनि मजाले यसलाई पनि सफा गर्नु पर्यो भनेर सफा गर्नतिर लागेँ। हुन त मान्छेको आफ्नो आफ्नो नेचर हुन्छ, कोही चाहिँ एकदमै एक्सेसिभै सफा गर्ने हुन्छ। अब म चाहिँ त्यस्तो गर्न नसके पनि जस आँखाले देखेसम्म चाहिँ मलाई सफा गर्नुपर्छ। म रुममा बसेको छु भने रुम एकदमै मलाई सफा गरेर बस्नुपर्छ। किचनमा छु भने त्यो किचनमा म त्यो फोहोर किचनमै खाना बनाउनै सक्दिनँ। जस मलाई सफा गर्नुपर्छ त्यहाँ पनि। अब आफूले आँखाले बाहिर आँगनतिर छु, यता छु भने त्यो देखेको ठाउँहरू चाहिँ मलाई सफा गर्नुपर्छ। अनि बल्ल एकदमै आनन्द आउँछ कि